दलित मार्न पाइँदैन सिडिओ एसपीलाई कारबाही गर सिडिओ एसपीलाई कारबाही गर दलित मार्न पाइँदैन। यो कस्तो किसिमको नारा होला, कस्तो किसिमको माग होला यो खगेन्द्र सुनारजीको? दलितलाई मात्र मार्न नपाइने होइन, गैर दलितलाई पनि मार्नु हुँदैन। दलित गैर दलित जो भए पनि मानव नै हुन्, मार्न कुनैलाई पनि पाइँदैन। कुनै पनि घटनालाई अथवा अपराधलाई त्यो अपराधको नजरले हेर्नु पर्यो, त्यसलाई एउटा जातीयताको नजरले हेर्नु हुँदैन। अर्को कुरा, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै 2/3 बहुमत बराबरको सरकार छ अनि यी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यसरी रोडमा चाहिँ यसरी चिच्चाइराखेका छन्। सांसदहरूले त सिधै सरकारसँग भनेर दोषी देखिएका मान्छेहरूलाई सिधै कानुनको कठघरामा उभ्याए हुँदैन र? सिडिओलाई एसपीलाई कारबाही गर भनेर रोडमा चिच्चाएर यो कसलाई सुनाउन खोजेको हो? कारबाही गर्ने को हो?